Hello everyone, welcome to my mini vlog. अस्ति हेर्नुभएको थियो तपाईँले म घर गएको भिडियो अनि आज जाँदैछु म रुमतिर। त्यही हो, रुम जाने बेलामा हल्का मुड अफ भएको थियो अनि मलाई जानु मन चाहिँ थिएन। त्यही पनि अब मेरो क्लास चलिरहेछ नि त, त्यही भएर म जानुपर्छ। त्यही हो, रुम जाने बेलामा घर आउँदा जति खुसियाली छैन। साथीहरू हेर्न सक्नुहुन्छ, दिन चाहिँ एकदम राम्रो भएको थियो, पानी पर्न लागेको थियो नि त। अनि उँधो फेरि कति राम्रो भइरहेको थियो क्या, बादलहरू एकदम दामी देखिएको थियो। यहाँ बाटोमा वेट गरिरहेको थियो क्या, बस्दा बस्दा म त बोर लागिसक्यो, आउनै भएको थिएन। कति वेट गरिसकेँ, झन्डै मैले 1 आवर जति वेट गरेँ होला, त्यत्रो गरिनँ पनि होला। मैले धेरै नै पर्खेँ बट आउनै भएको थिएन क्या। अनि अल्छी लाग्दै थियो मलाई चाहिँ, म हल्का बिरामी पनि भइरहेको थिएँ रुगामार्गी लागेर। अनि अब एक्लै बस्नुपर्छ हो, अल्छी लागेर यताउता हेर्दैछु बट आउनै भएन, किन ढिलो गर्नु भयो। त्यही माथि मलाई पर्खिनु भनेपछि यति धेरै, मलाई मात्रै होइन होला, तपाईँहरूलाई पनि त्यस्तै हुन्छ होला। पर्खिनु भनेपछि मलाई यति धेरै टाउको दुखेर आउँछ। म जहिले नै वेट गर्नुपर्छ क्या घर जाने बेलामा, अनि रुम जाने बेलामा जहिले नै म गाडीको लागि चाहिँ एकछिन न एकछिन भए पनि वेट गर्नु नै परिरहेको हुन्छ क्या। मलाई मात्रै होइन होला यस्तो चाहिँ दिक्क लाग्ने, तपाईँहरूलाई पनि। बल्ल बल्ल मामा पनि आउनुभयो अनि माइजू पनि आउनु भएर हामी निक्ल्यौँ त्यहाँबाट बल्ल बल्ल। मलाई यति धेरै अल्छी, रिस पनि उठिसकेको थियो क्या पर्खिनु परेर। अनि म यताउता हिँड्दै जाँदै थिएँ, माइजूहरू गफ गरिरहनु भएको थियो क्या, त्यहाँ केही भनिरहनु भएको थियो। अनि हामी गफ गर्दै नै झर्दै थियौँ। माइजू चाहिँ बुधबारेसम्म चढ्नु भएको, म चाहिँ बिरतामोडसम्म। अनि हामी गफ गर्दै थियौँ, यत्रो बेर लाउनु भयो भन्दै म त्यहाँनिर हल्का जिस्काउँदै पनि थिएँ। तर के गर्नु, मनमा रिस त उठिरहेको थियो, मैले मनको कुरा बाहिर निकाल्नै नसकेर हो क्या। के गर्नु, पर्खिनै पर्छ गाडी, यस्तै हो जिन्दगी। हामी चाहिँ भाइरल रुख बढ्ने आइपुगिसकेको थियौँ अनि हामी त्यहाँनिर हेर्दै आउँदै थियौँ क्या। त्यहाँनिर चाहिँ फुल फुलिसकेपछि पनि मान्छेहरू पनि त्यति नै आउनुहुँदो रहेछ क्या, हेर्नुलाई, घुम्नुलाई होइन। एकदम कस्तो अब धेरै नै चलेको क्या, त्यसै त भाइरल रुख होइन। अब आइहाल्नुहुन्छ नि धेरै ठाउँबाट मान्छेहरू घुम्नुलाई। गफ गर्दा गर्दै भिडियो त बेला बेला लिनै बिर्सिजाँदो रहेछ म त। यस्तै गफ गर्दै आउँदाखेरि हामी चाहिँ बुधबार आइपुग्न लागेको छौँ। ठ्याक्कै हामी पुलनिर आइपुग्यौँ। अनि अब बुधबारेमा निस्केर चाहिँ म त्यहाँदेखि अर्को म्याजिकमा चढेर बिरतामोड जानुपर्ने हुन्छ साथीहरू। माइजू र मामा चाहिँ त्यहीसँग मात्रै हो, अनि म चाहिँ त्यहाँदेखि म्याजिकमा चढेर जान्छु बिरतामोड साथीहरू। अनि के भएको भन्नु न, म टक्कै बुधबार आइपुगेँ होइन। अटोदेखि उत्रेर म एउटा म्याजिक जान लागेको थियो, म त्यसमै चढिहालेँ क्या। बट मेरो गुड लक थियो, म अगाडि बस्नु पाएँ। अस्ति घर जाँदा म पछाडि बसेर मलाई यस्तो गाह्रो भएको थियो नि, तर म अगाडि बसेर जानु पाएँ क्या। म यतिमै खुसी छु, किनभने मलाई पछाडि बस्दा गाह्रो हुन्छ क्या उल्टो बस्दाखेरि। अनि मैले भने ड्राइभर दाइलाई पछाडि बस्दिनँ भनेर, अनि दाइले मलाई अगाडि बसाउनु भयो क्या। अनि गाइस, यहाँ चाहिँ अनि हामी बुधबारेदेखि उँधो निक्लिसकेको थियौँ। यस्तो राम्रो भ्यू देखिएको थियो नि, मैले अलिअलि मात्रै भिडियोहरू लिएँ, खासै धेरै त लिन सकिनँ किनभने मलाई खोकीले गर्दाखेरि एकदम गाह्रो भइरहेको थियो क्या। बिरामी छु नि त, त्यही भएर मैले अलिअलि लिएँ भिडियो चाहिँ। त यहाँ हेर्नु न गाइस, यति राम्रो देखेको थियो नि, म त यति
सोच्दै रमाउँदै म कति खुसी हुँदै आउँदै थिएँ क्या। कति राम्रो देखिएको थियो है, भ्यूहरू यस्तो राम्रो देखिएको थियो। अनि बेला बेला चाहिँ घरहरूले डिस्टर्ब भयो क्या यहाँ भिडियोहरू लिन चाहिँ, अनि बट केही छैन, त्यही पनि राम्रो देखिरहेछ। अनि मैले खासै धेर त लिनु पाइनँ, बट थोरै थोरै बिचमा अलिअलि भए पनि। यो चाहिँ चाराली जाने बाटो, साइड साइडमा मात्र मैले लिएँ, अनि बिचको चाहिँ मैले पकड लिँदैछु। रोपाइँहरू पनि सुरु हुँदै रहेछ। यो चाहिँ चाराली पुग्ने बेलामा मैले थोरै भिडियो लिएको थिएँ, कस्तो राम्रो देखेको थियो क्या। यति राम्रो देखेको थियो नि, बाटोहरू पनि यस्तो दामी देखेको थियो। झन् आकाशको त के कुरा गर्नु र, राम्रो भन्दा भन्दा मेरो मुखै धोइसक्यो तारिफ गर्दा गर्दा। तै पनि म अझै नै राम्रो भन्छु क्या, त्यस्तो राम्रो देखेको थियो। भिडियोमा भन्दा धेरै चाहिँ रियलमा यस्तो राम्रो देखेको थियो नि। अहिलेसम्म त मैले ब्याक क्यामेराले मात्रै देखाइरहेको थिएँ नि त भ्यूहरू। अनि एकछिन यहाँनिर चाराली आइपुगेको थियौँ हामी, ठ्याक्कै चाराली चोकमा थियौँ। यहाँ मान्छेहरू उत्रिनु भयो क्या, 2-3जना मान्छेहरू उत्रिनु भयो। अनि मैले हल्का भिडियो लिएँ। चारालीको मन्दिर छेउ आइपुगेको थियौँ हामी चाहिँ। यति राम्रो छ नि त्यहाँको मन्दिरहरू। अनि म चाहिँ यताउता हेर्दै थिएँ, त्यहाँनिर एउटा मान्छे देखेको थिएँ क्या, अलिक कस्तो अपाङ्ग टाइपको। अनि म उहाँलाई नै हेर्दै त्यतिकै बसिरहेको थिएँ। अब गाडी सिधै जान्छ बिर्ता मोडतिर। म के सोच्दै थिएँ यति बेला, के याद आयो मलाई आयो। अनि हामी चारालीदेखि पनि हिँडिसकेको छौँ, भर्खरै हिँड्यौँ हामी। अनि यहाँको भ्यूहरू हेर्न सक्नुहुन्छ हजुरहरूले। भ्यू चाहिँ यति राम्रो आइरहेको थियो नि, तर यहाँनिर बाटो चाहिँ पिच बनाउनु हुँदै रहेछ। पिच भन्दा पनि त्यहाँनिर बाटो के भन्नु बढाउँदै हुँदै रहेछ क्या, अलिकति थप्नु भएको रहेछ। अनि त्यहाँ चाहिँ अलिकति बेसी धुलो थियो क्या, एकदम धेर धुलो भइरहेको थियो। अनि भ्यूहरू चाहिँ एकदम बब्बाल आइरहेको थियो क्या, यस्तो दामी आएको थियो भ्यूहरू चाहिँ, हेर्न सक्नुहुन्छ। यो चाहिँ बाटो यहाँनिर बढाउनुको लागि उहाँले बाटो बनाउनु हुँदै रहेछ। गाइस म चाहिँ बिर्तामोड आइपुगेको थिएँ, तर मैले ब्याक गरेर देखाउनु पाइनँ क्या, मेरो हातमा सामान थियो। अनि सामानहरू सब्जीहरू थियो क्या धेरै नै, अनि मलाई बोक्नु गाह्रो भइरहेको थियो। रुम चाहिँ अलिक तल छ नि त, त्यही भएर म्याजिक माथि नै बस्छ। अनि त्यही भएर म तलसम्म चाहिँ अलिक तलसम्म चाहिँ म हिँड्दै नै जानुपर्ने थियो। सो म हिँड्दैछु बिस्तारै, सामान छ हातमा, त्यही भएर भिडियो चाहिँ ब्याक क्यामेराबाट देखाउन पाइनँ मैले साथीहरू। गाइस के भयो भन्नु न, म आउँदा आउँदै मेरो सब्जी लिएको ब्यागै छुट्यो क्या। म कति दुःखले रुमसम्म आइपुगेँ। अनि म रुम आइपुगेर यहाँनिर गेट खोल्दैछु। सो आइपुगेँ म, बल्ल बल्ल म रुम आइपुगेँ होइन। यति दुःखले आएँ साथीहरू, मान्छेहरूको छेउमा मेरो ब्याग छुट्यो क्या। के भन्नु, गर्मी थियो उस्तै, ब्याग थियो उस्तै, छुट्यो त्यही माथि। एकदम बिचमा आइपुगेँ, तर केही पनि छैन, जे जस्तै भए पनि अब म रुम आइपुगेँ। अब यही हो साथीहरू, यस्तै हो दुःख सुख। थ्याङ्क्स फर वाचिङ।